यो दृश्य हेर्नुहोस् त, यो दृश्य हो हिजोको काठमाडौँको। दसौँ हजारौँ पूर्व राजा ज्ञानेन्द्रको पक्षमा यसरी र्याली निस्क्यो। यो देख्दा त कता कता लाग्छ राजै आएको ठिक। यो छोटे राजाहरू यत्रो पाल्नुभन्दा बरु एउटै राजा आएर देश राष्ट्रको हितमा काम गर्यो भने त्यसले केही निकास पाउँछ कि? अनि यो राजा कि राष्ट्रपति भन्दाखेरि राष्ट्रपतिले अहिलेसम्म चाहिँ गरे चाहिँ के? गणतन्त्र दिवसको अवसर पारेर आफ्ना पार्टी निकटका अपराधीहरूलाई छोड्ने बाहेक अरू केही भुत्लो भाङ गरे। अब गणतान्त्रिक लोकतन्त्र भन्छन्, सामाजिक सञ्जालमा केही शब्द बोल्यो कि लएर थुनिहाल्छन्। अनि गणतान्त्रिक लोकतन्त्र भनेर यिनीहरूले फेरि नाराबाजी गर्छन्। यिनीहरूको पक्षमा गीत गायो भने ठिक छ, यिनीहरूको विपक्षमा कोही बोल्यो कि त्यो गयो भनेर जाने हुन्छ। यस्ता छोटे राजाहरूको शासनमा बस्नुभन्दा त बरु एउटै राजाको शासन ठिक थियो पहिलाकै। तर नेपाली जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री चाहिँ हुनु नै पर्छ है। त्यो चाहिँ अहिलेको माग हो नेपाली जनताहरूको। त्यो भयो भने के हुन्छ भने, जस्तै काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले जसरी निर्धक्क भएर 5 वर्षसम्मलाई कसैले हल्लाउन सक्दैन नि, हो त्यसरी नै निर्वाचन भएर आए भने कमसेकम एकजनाले राम्रोसँग गरे भने त देशले कुनै न कुनै क्षेत्रबाट निकास त निकाल्छ। यो हजारौँ छोटे राजा भन्दा बरु एउटै राजा भइदियोस्, त्यही ठिक। तपाईँलाई के लाग्छ?